Oh my goodness. काठमाडौँ भ्यालीको भ्यू। Wow, look at the views. भनेको यो दक्षिणकाली जाने बाटो हो यो। दिस इज मञ्जुश्री पार्क र यो मञ्जुश्री पार्कको यो सानो पुच्चे टावर हो र टावरबाट अहिले हेर्छौँ हामी यहाँबाट देखिने भ्यूज कस्तो छ। ओ माई गुडनेस, खतरा भवाले देखिँदो रहेछ यहाँबाट त। लुक एट द भ्यू म्यान। गाउँ जाने बाटो यही रहेछ। यो हाम्रो बाटो भनेको यो दक्षिणकाली जाने बाटो हो यो। नाइस। यस्तो राम्रो देखिने ठाउँ पनि यार। सो गाइज यही हो सानो भ्यू टावर, मञ्जुश्री पार्कको भ्यू टावर र यहाँबाट देखिने दृश्य यस्तो। पहाडको भ्यूज त बबाले देखिँदो रहेछ यहाँबाट त है। ल यहाँबाट देखिने काठमाडौँ भ्यालीको भ्यू यस्तो छ। अहिले म ठ्याक्कै यो इनार जस्तो छ तर यो इनार होइन, यो यसको तल ठ्याक्कै एउटा गुफा रहेको छ। गुफा जस्तो छ, गुफा जस्तो छ। कस्तो छ यो यतातिर तल आएर अहिले हजुरहरूलाई म देखाउने छु। सो यो हाम्रो रहेको छ गुफा, तर गुफा बन्द रहेछ अहिले। भित्र त छिरेको छैन के छ कस्तो छ। अब यो रहेको छ हाम्रो गुफा। गुफा खै कस्तो छ हेरौँ। गुफा त बन्द रहेछ यार। कहाँसम्म जान्छ कि जान्छ। गुफा बन्द रहेछ अहिले। ल अब गुफाबाट तलको बाटो हुँदै के छ हेरौँ। लेट्स एक्सप्लोर। पानीको आवाज एकदमै ल बस यति हो। ए शिट म्यान, मूल गुफा प्रवेश। ओके यो हो गुफा प्रवेश भनेको मेन यो भयो। यही रहेछ गुफा गाइज। सो यु क्यान सी को छेउसम्म आउँदाखेरि तल यति नै हो। यो हेर्न सकिन्छ यहाँ हो गुफा। गुफा अहिले बन्दै छ। यो कहिलेदेखि बन्द हो, कहिले खुल्ने हो नखुल्ने केही पनि ठेगान छैन। ल अब हामी फर्किनेछौँ। तल हेर्न सकिन्छ यस्तो छ। वाउ, सेतो सेतो वाटर। नाइस भ्यूज, नाइस।
सो गाइस यति नै हो ल अब माथितिर लाग्ने हो